मेरो यो नयाँ युट्युब च्यानल हो, सबैजनाले सब्सक्राइब गरिदिनु होला र बेल आइकनलाई पनि दबाइदिनु होला। तपाईँहरूलाई केही घाटा हुँदैन है। साथी बनाऊ युट्युबमा पनि। र मैले फेसबुक र टिकटकमा धेरै भिडियोहरू हाल्ने गरेको छु र साथीहरूले धेरैजनाको रिक्वेस्ट पछि मैले युट्युबमा पनि भिडियो हाल्न थालेको छु। सबैजनाले मलाई सब्सक्राइब गरिदिनु होला है। र म अहिले जर्मनीतिर छु, गाडी चलाइरहेको छु। खास मेरो भिजा भनेको पोल्यान्डको भिजा हो है। पोल्यान्ड आएर मैले युरोपमा गाडी चलाएको लगभग पनि 3 वर्ष क्रस भइसक्यो, 3 वर्ष ओभर भइसक्यो। र 3 वर्षसम्म मैले युरोपका धेरै देशहरू घुम्ने मौका मिल्यो र घुमेँ। कामको सिलसिलामा लोड गर्न जाने, अनलोड गर्न जाने, कहिले यो सिटीमा कहिले त्यो सिटीमा, नयाँ नयाँ सिटीहरू, नयाँ नयाँ ठाउँहरू र युरोपका नयाँ नयाँ देशहरूमा घुम्ने मौका मिलेको छ भनौँ होइन। तपाईँहरू पनि ड्राइभर हुनुहुन्छ र तपाईँका कोही साथीभाइहरू पनि ड्राइभर हुनुहुन्छ भने यो भिडियो उहाँहरूलाई हालिदिनु होला र मलाई सब्सक्राइब गर्न भन्नु होला सबैजनाले। किनभने मैले युरोपको बारेमा अब ड्राइभरलाई कस्तो हुन्छ, के हुन्छ, यहाँ ड्राइभरको कस्तो छ सेलेरी, काम गर्न कस्तो छ, युरोपमा हावापानीहरू कस्तो छ, सबै कुराहरूको इन्फर्मेसन मोटिभेट गर्ने हिसाबको मैले एउटा नयाँ नयाँ भिडियोहरू हाल्ने गर्छु है। मेरो अब यो नयाँ युट्युब च्यानल हो, सबैजनाले सब्सक्राइब गरिदिनु होला र लाइक कमेन्ट पनि गर्नु होला है। म अहिले जर्मनीमा खाली गरेर अनि लोड गर्न फेरि जाँदैछु। हामीले लोड गर्ने, अनलोड गर्ने, लोड गर्ने, अनलोड गर्ने ट्रक ड्राइभर हामी यस्तै छ होइन। जिन्दगी चलिरहेछ भन्नु पऱ्यो। म पनि कति गल्फ कन्ट्रीमा लगभग पनि 15-16 वर्ष गल्फ कन्ट्रीमा काम गरेर अनि फेरि म यता युरोपतिर आएको हो होइन। त्यसले गर्दाखेरि मसँग धेरै अनुभवहरू छन्। त्यही अनुभवहरू सेयर गर्नको लागि मैले युट्युब च्यानल खोलेको र युट्युबमा मैले भिडियो बनाउँदै हाल्ने गर्छु। अरूले जस्तो कमेडी टाइपको त्यस्तो भिडियो मलाई बनाउन आउँदैन। मैले भिडियो के बनाउँछु भने युरोपका धेरै देशहरू घुम्छु। यो देशमा गएँ मैले, यो देशमा जाँदा मैले यस्तो देखेँ, यो देशमा यस्तो हुन्छ। अब भनौँ आज म नेदरल्यान्ड गएँ, भोलि म जर्मनी गएँ, पर्सि म फ्रान्स गएँ, इटाली गएँ होइन। हो यस्तो यस्तो तरिकाले त्यहाँ मैले के देख्छु, नयाँ चिजहरू हाम्रो नेपालसँग तुलना गर्नुपर्ने के कुराहरू छन् भनौँ। एक्जाम्पल म बाटोमा हिँड्दाखेरि एकदमै राम्रा राम्रा ठुला ठुला बाटोहरू देखेँ होइन, साथीभाइहरूलाई देखाउँछु होइन। अनि नयाँ नयाँ चिजहरू केही देखिए साथीभाइहरूलाई सिकाउँछु, देखाउँछु। किनभने युरोप आउन चाहने धेरैजना साथीहरू हुनुहुन्छ है। उहाँहरूलाई जानकारी हुन्छ कि कस्तो हुँदो रहेछ है युरोपतिर गाडी चलाउँदाखेरि, अनि त्यहाँका कामहरू कस्तो हुँदो रहेछ, ड्युटीहरू के गर्नु पर्दो रहेछ, कसरी त्यताको हावापानीहरू कस्तो रहेछ, यस्ता यस्ता कुराहरू म सिकाउँछु र बताउँछु। त्यसले गर्दाखेरि हजुरहरू ड्राइभर हुनुहुन्छ र मेरो भिडियो हेर्न इच्छा गर्नुहुन्छ भने हजुरहरूले सब्सक्राइब गरेर मसँग युट्युबमा पनि साथी बन्न सक्नुहुन्छ। मसँग टिकटकमा र फेसबुकमा त धेरैजना साथीहरूले माया गरिदिनु भएको छ र धेरैजनाको रिक्वेस्ट पछि नै मैले यो युट्युब च्यानल खोलेको हो। योभन्दा अगाडि मेरो अरू कुनै पनि युट्युब च्यानल छैन है। त्यसले गर्दाखेरि यो मेरो फर्स्ट युट्युब च्यानल हो। त्यसले गर्दाखेरि युट्युबमा पनि हजुरहरूले माया गरिदिनु होला। धेरैजनाले त मलाई रिक्वेस्ट गर्नुभएको कारणले नै मैले युट्युब च्यानल खोलेको हो। त्यसले गर्दाखेरि हजुरहरू नयाँ हुनुहुन्छ, अहिले हेर्दै हुनुहुन्छ मेरो भिडियो र हजुरहरू नयाँ हुनुहुन्छ भने पनि हजुरहरूले मलाई सब्सक्राइब गरेर मेरो यो च्यानललाई र हजुरहरूले बेल आइकन दबाउनु होला र मेरो भिडियो हेरेर साथ दिनु होला भन्न चाहन्छु। मैले नेदरल्यान्डबाट लोड लिएर आएको थिएँ, अहिले म जर्मनमा छु। खाली गरेँ र फेरि लोड गर्न जाँदैछु। मैले खाली गरेको ठाउँबाट लोड गर्ने ठाउँ 65 किलोमिटर 65 किलोमिटरको दूरी थियो। त्यहाँ गएर मैले लोड गरेर त्यहाँबाट फेरि म नेदरल्यान्डै फर्किने हो। आजभोलि लगभग थुप्रै महिना भइसक्यो म नेदरल्यान्ड र जर्मन मात्रै हिँडिरहेको छु। किनभने लामो लामो बाटो हिँड्दा पनि अर्कै अनुभव हुन्छ र छोटो बाटो हिँड्दा पनि अर्कै अनुभव पनि हुन्छ र केही कुराहरूमा सजिलो पनि हुन्छ भने कतिपय कुराहरूमा लोकल गर्दाखेरि दुःख पनि हुन्छ। सबै काम सजिलो हुन्छ र सबै काम दुःख हुन्छ भन्नु पनि छैन होइन। हरेक काम, हरेक जब होइन
केही न केही समस्याहरू त जे काममा पनि हुन्छ होइन। म अगाडिको क्यामेरा अन गर्छु, मलाई त हेरिहाल्नु भयो होइन। म अगाडिको क्यामेरा अन गर्छु, हजुरहरूले अगाडिको भ्यूहरू पनि हेर्दै र मेरो कुरा सुन्दै गर्नु होला। र फेरि पनि भने मलाई सब्सक्राइब गर्नुभएको छैन यो मेरो च्यानल भन्ने सब्सक्राइब गरिदिनु होला। मोबाइल अलिक तल भयो कि, म अलि माथि गर्छु मोबाइल है। यो कतिको हुन्छ हेरौँ है त, यो अझै तल भयो, यसलाई अझै माथि गर्नु पऱ्यो, यो अलिकति तल भयो फेरि है। म अगाडिको भिडियो देखाउँदै यसो एकछिन गफ गर्दै हिँड्छु, हजुरहरूले सुनेर साथ दिनु होला र कस्तो लाग्यो कमेन्ट गर्न नबिर्सिनु होला है। म लेफ्ट जान पर्ने हो, यहाँ सिग्नल बलेको थियो त्यही भएर रोकेको कि, यहाँ इसारामा रोक्नुपर्ने हुन्छ नि त। मभन्दा अगाडि कार छ है। यस्तो छ बाटो, आजभोलिको मौसम एकदमै राम्रो छ, हरियाली है। आजभन्दा 2 महिना अगाडि चाहिँ जता हेरे पनि हिउँ जति पनि यो रुख देखिए छैन अहिले हरियो। आजभन्दा 2 महिना अगाडि पुरै रुखै सेतो के, रुखै सेतो, त घरको छाना सेतो, बाटो सेतो, सबै सेतो, यस्तो झ्याउ हुन्थ्यो। युरोपमा जो ड्राइभरलाई दुःख भनेको हिउँ पर्ने बेलामा, जस्तै जनवरी फेब्रुअरी डिसेम्बर यस्तो महिनामा एकदमै दुःख हुन्छ। र गल्फ र हाम्रो नेपालमा इन्डियामा हामीले जतिखेर मन लाग्यो त्यतिखेर जतापाति गाडी चलाउन पाइन्छ नर्मली हिसाबले। तर युरोपमा कस्तो छ भने टाइम सिस्टमले गाडी चलाउनु पर्ने हुन्छ कि, यति घन्टा चलाएपछि यति घन्टा बस्न पर्यो, यति घन्टा बसेपछि यति घन्टा हिँड्ने, अनि यति घन्टा रेस्ट गर्ने, अनि यति घन्टा सुत्ने टाइम, हप्तामा यति घन्टा गाडी चलाउने, अनि महिनामा यति घन्टा गाडी चलाउने। यो सबैको जानकारी मैले अर्को भिडियो बनाउँछु पक्कै पनि। अहिलेको लागि मैले सर्टकटमा हजुरहरूलाई बुझाउने हिसाबले भने है। एकदमै नियमहरू धेरै छ, त्यसले गर्दाखेरि अलिकति गाह्रो हुन्छ। नेपालतिर त हामीले राति 12 बजीसम्म चलाउने, बिहान फेरि 5 बजी उठेर हिँड्न नै पाइयो, बेलुकी 8 बजीतिर सुत्दिएर बिहान होइन 2-4 घन्टा सुतेर राति फेरि 2-3 बजीतिर उठेर हिँड्न पनि पाइयो होइन। त्यस्तो खासै मतलब हुँदैन। तर यता चाहिँ एकदमै सिस्टमहरू एकदमै होइन धेरै छन् क्या। त्यसले गर्दाखेरि हामी नयाँ नयाँ भिसा लगाएर आइयो युरोपका जुनै पनि देशमा, पोल्यान्ड, जर्मनी, फ्रान्स या रोमानिया, क्रोएसिया होइन, स्लोभानिया यस्ता देशहरूमा हामी नयाँ आइयो भने हामीले त्यहाँका डकुमेन्ट बनाएपछि जब हामीले गाडी चलाउनु पर्यो, त्योभन्दा 1-1.5 महिना अगाडि चाहिँ 1-2 महिना पुरानो ड्राइभरहरूसँग सिक्नको लागि चाहिँ पठाउँछ कम्पनीले, हरेक कम्पनीले त्यहाँको सिस्टमहरू सिक्नलाई। अघि मैले भने जस्तो टाइम सिस्टम हरेक कुराहरू बुझ्नको लागि चाहिँ पुरानो ड्राइभरहरूसँग पठाउँछ होइन। त्यो गर्दा खासै गाह्रो हुँदैन। नेपालबाट पनि, नेपाली लाइसेन्सबाट पनि धेरैजना आउनु भएको छ। गल्फबाट त झन् जति पनि थुप्रैजना आउनु भएको छ भने नेपालबाट पनि आउनु भएको छ। कतिपय साथीहरू नेपालमा हुनुहुन्छ र यता गल्फ कन्ट्रीतिर पनि जानु भएको छैन। हामी एकैचोटि गल्फै नगएको मान्छे एकैचोटि युरोप जान मिल्छ कि मिल्दैन होला भनेर कतिजनाले मलाई टिकटक र फेसबुकमा इनबक्स गर्नुहुन्छ के। धेरैजना साथीहरू आउनु भएको छ, धेरैजना साथीहरू आउनुभयो डाइरेक्ट नेपालबाट। त्यसको बारेमा मैले अर्को पनि भिडियो बनाउँला है। हजुरहरूले यो भिडियोमा पनि केही कुराहरूलाई हजुरहरूलाई जान्नु इच्छा लाग्यो, बुझ्नु मन लाग्यो युरोपको बारेमा, फ्याक्ट्री वर्करको लागि या ड्राइभरको लागि, कुनै पनि कामको लागि भने मलाई कमेन्ट गर्नु। मैले त्यही कमेन्टको हिसाबले मैले अर्को भिडियो लिएर युट्युबमा पोस्ट गर्छु, हजुरहरूलाई सजिलो हुन्छ है। त्यसले गर्दाखेरि हजुरहरूलाई केही कुराहरू जान्नु छ, बुझ्नु छ, मसँग सिक्नु छ, र केही कुराहरू मसँग केही क्वेसन छ युरोपका बारेमा भने कमेन्ट गर्नु। कमेन्टको बारे अनुसारले मैले अर्को भिडियो लिएर आउनेछु है त। भिडियो अन्तिमसम्म हेरिदिनु भयो त्यसको लागि एकदमै धेरै धेरै धन्यवाद। सबैजनालाई सब्सक्राइब गर्नुभयो है, गर्नु है सब।